हाई हेलो नमस्ते सबैजनालाई। आज हामी सिक्न गइरहेको छौँ जोन राईको फर्कन होला भन्ने गीत। सो यो गीतको ट्युनिङ छ स्ट्यान्डर्ड ट्युनिङमा EADGBE। यो गीतको स्केल छ A मेजर। गीतमा लाग्ने कर्डहरू हेरौँ। A सस्पेन्डेड 2, E मेजर, B सस्पेन्डेड 2, C शार्प माइनर ओपन, G शार्प माइनर ओपन। यहाँबाट पनि बजाउँदा अब A ओपन, यहाँ B पनि यहाँबाट ओपन है। सो यो गीतको स्ट्रमिङ प्याटर्न हेर्नु पर्दा डाउन अप अप 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 डाउन है। सो यो गीतको पहिलो स्टार्टिङ लाइन चाहिँ यस्तो गइरहेको छ। फर्कन होला अब म गएपछि उतैतिर सम्झन्छु ल धेरै नै कहिलेकाहीँ सम्झिदिँदा। यो लाइनमा चाहिँ कर्डहरू यस्तो गइरहेको छ। A सस्पेन्डेड 2, E मेजर, B ओपन, E मेजर फेरि है, फेरि A सस्पेन्डेड 2, E मेजर, B ओपन, C शार्प माइनर ओपन, G शार्प माइनर ओपन, A मेजर ओपन, B मेजर ओपन है। तपाईहरु यहाँसम्म आइपुग्नु भयो। मनै त नि त्यहाँदेखि जाने नै कर्डहरू C शार्प माइनर ओपन, G शार्प माइनर ओपन, A सस्पेन्डेड 2, E मेजर, G शार्प माइनर, फेरि C शार्प माइनर, G शार्प माइनर, A, E, B ओपन। त्यहाँदेखि चाहिँ टाढा टाढा लान्छ कि समयले काटेर शब्दहरूमै सम्पन्छु अर्दै अटेन भावना। सो यो लाइनको कर्ड प्रोग्रेसन हेर्नु पर्दा A सस्पेन्डेड 2, E मेजर, B sus 2, E मेजर, A सस्पेन्डेड 2 फेरि E मेजर, B सस्पेन्डेड 2, C शार्प माइनर ओपन, G शार्प माइनर, त्यहाँदेखि C शार्प माइनर फेरि है। त्यहाँ चाहिँ कोड प्रोग्रेसन अगाडि त्यसरी नै एउटै गइरहेको छ। केही डाउट भयो भने कमेन्ट डाउन। थ्याङ्क यू।